हेलो सबैजनालाई नमस्ते। आज हामी चाहिँ एउटा सानो जानकारी लिएर आएका छौँ। नेपालमा अब निर्वाचन भएर सकिएर सांसदहरू पनि भइसक्नुभयो। त्यो उहाँहरू आफ्नो कामतर्फ पनि लागिसक्नुभयो। अब कतिजनालाई चाहिँ सांसद भनेको के हो, सांसदहरू बन्ने प्रक्रिया के हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। त्यसबारे चाहिँ भन्न चाहन्छौँ। अनि सांसद भनेको के हो भनिदिनुहोस् न त। सांसद भनेको चाहिँ जनताको प्रतिनिधिहरू हुन्, जसले चाहिँ जनभावनालाई चाहिँ कदर गर्दै विभिन्न खालका नीति निर्माण गर्ने, आवश्यकता अनुसार चाहिँ संशोधन गर्ने र अनावश्यक ऐन नियम कानुनलाई चाहिँ खारेज गर्ने गर्दछन्। र अरू उनीहरूको चाहिँ दोस्रो काम भनेको चाहिँ सरकार गठन गर्ने र सरकारको चाहिँ निगरानी राख्ने काम गर्दछन्। अनि त्यसो भने सांसदहरू बन्ने प्रक्रिया चाहिँ के कस्तो हुन्छ त? यो सांसद बन्ने प्रक्रिया भनेको चाहिँ मुख्यतया हाम्रो लोकतान्त्रिक पद्धति अनुसार भनौँ, अर्थात् नेपालको संविधान अनुसार भनौँ, दुईटा चरण रहेको छ, अर्थात् दुईटा प्रक्रिया रहेको छ। एउटा भनेको चाहिँ समानुपातिक निर्वाचन प्रणाली छ, अर्को भनेको चाहिँ प्रत्यक्ष निर्वाचन प्रणाली रहेको छ। समानुपातिक तर्फ भनेको चाहिँ हाम्रो 110 जना सदस्य रहन्छन्, अर्कोतर्फ प्रत्यक्ष निर्वाचन प्रणालीमा चाहिँ हाम्रो 165 जना रहन्छन्। त्यो दुईटैलाई जोड्दाखेरि 275 जनाको चाहिँ प्रतिनिधि सभा रहन्छ। अनि त्यही 275 जना मध्ये नै हामीले छानिनु पर्ने प्रधानमन्त्री र मन्त्रीहरू त्यहीबाट छानिने हो। यसमा यस्तो छ, अब नेपालमा चाहिँ भनौँ अर्थात् सङ्घीय शासन व्यवस्था अन्तर्गत चाहिँ अर्थात् लोकतान्त्रिक पद्धतिको पालना गर्दै गर्दाका कुरा गरौँ, यसमा चाहिँ बहुमतको चाहिँ सरकार बन्दछ र अल्पमतको चाहिँ प्रतिपक्ष रहन्छ र जुन चाहिँ जसले चाहिँ बहुमत प्राप्त गर्दछ त्यसले सरकार गठन गर्दछ, जुन चाहिँ सरकारको चाहिँ मुख्य भूमिका उसले खेल्दछ र प्रतिपक्षले चाहिँ प्रतिपक्षको भूमिका रचनात्मक भूमिकामा रहेर चाहिँ आवाज उठाउने, जनताका कुराहरूलाई चाहिँ सम्बोधन गर्नका लागि चाहिँ सरकारलाई झर्झकाउने कार्य गर्दछ। यो प्रधानमन्त्री बन्ने प्रक्रिया भनेको चाहिँ बहुमत प्राप्त गर्ने मुख्य पार्टीको भनौँ अर्थात् प्रमुख पार्टीको संसदीय दलको नेतालाई चाहिँ प्रधानमन्त्रीको उम्मेदवारमा चाहिँ सिफारिस गरिन्छ, जसलाई चाहिँ राष्ट्रपतिले चाहिँ यसको चाहिँ नियुक्ति कार्य अगाडि बढाउँछ। हस्, आजलाई चाहिँ यति नै। हामी पछि फेरि अर्को विषय लिएर नै आउनेछौँ। हस्, हुन्छ।